एभ्रिवान, इट्स मी उषा सिद्धेल। वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी मनोकामना मन्दिर जाँदैछौँ र म त्यहाँको सबै भ्लगहरू तपाईँहरूलाई देखाउने छु। स्टे ट्युन है त। बाई बाई। अहिले चाहिँ बिहानको 6 बज्यो। हामी चाहिँ अब गाडी चढ्नको लागि जाँदैछौँ। हामी चाहिँ गाडी किन्थ्यो हाम्रो तीनजनाको लाइन लाग्नु पर्यो। यत्रो लामो यो चाहिँ सेतो देखेको छ के भन्छहरू। फाइनल्ली भिनाजुले टिकट लिएर आउनुभयो। तर केबल कार चढ्नलाई चाहिँ यत्रो लामो लाइन लाग्नु पर्ने रहेछ। हामीले राम्रो राम्रो दृश्यहरू हेर्दै हेर्दै 2 घन्टा लाइनमा लागेर कति घन्टा लाइनमा उभिएको। त्यसैले जान्थ्यो जाउँ त यहाँ
सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु, कमेन्ट गरिदिनु ल। फर्म गरिदिनु। कहिले फोटो खिचिदिन्छु तल हेर नि बुढी। उहाँ चाहिँ भाइरल आन्टी हो है। लाइन लागेपछि हामीले पूजा गरेर बाहिर निस्क्यौँ अनि बाबाले नरिवल फोड्नुभयो अनि भिनाजुले पनि फोड्न जाँदै हुनुहुन्छ। ल रेडियो 1 2 3 ओहो भएन फेरि ल 2-3 चोटिको प्रयासपछि भिनाजुले फाइनली नरिवल फोड्नु भएर नरिवलको पानी छर्किँदै हुनुहुन्छ। आदरणीय श्रद्धालु भक्तजन महानुभावहरू, मनोकामना क्षेत्रको बृहत परियोजना तयार भइसकेको र परियोजना कार्यान्वयनको पहिलो चरणमा धर्मशाला परिवार पार्टी र सकल भवन निर्माण गरिने भएकोले आदरणीय भक्तजनहरूसँग अब हामी फर्केको फेरि लाइनमा लाग्नु पर्ने भयो भनेर कस्तो टेन्सन लागिरहेको थियो। भोकै थियौँ हामी, एकदमै गाह्रो भइरहेको थियो। फेरि त्यत्रो लाइन देखेर तर्सिनु